गाइज साथीहरू यहाँ हामी त सुन्तला अस्ति नै फाँडेको थियौँ नि हामीले युट्युबमा गएर हेर्नु होला सृजना गुरुङ युट्युब च्यानल त्यहाँ गएर हेर्नु होला अस्ति नै चाहिँ फाँडेको थियौँ साथीहरू यहाँ आज चाहिँ यहाँ दाई ढकल दाई म चाहिँ सुन्तलाको यहाँ बगान बनाउनु रोप्ने कार्यक्रम मल र माटो यसरी मोल्नुपर्छ साथीहरू यहाँ हेर्नु र हामीले पनि जानेछ भन्नु होला नजान्नेहरूले हेर्नु होला त्यही हो अरू त के हुनु सुन्तला चाहिँ रोप्नुपर्छ साथीहरू खाना पनि पर्छ हजुरहरूलाई ल निमन्त्र होइन भन्नु दाइ म त त्यति साह्रै बोल्न चाहिँ आउँदैन अहिलेदेखि सुन्तला चाहिँ मनिलो माटोहरू फेरि किबीहरू पनि देखाउनु न कस्तो छ किबी हाम्रो किबी खेती पनि छ यहाँ किबी ल हाम्रो किबी खेती पनि छ मजाले फल्या छ किबी पनि सुन्तला किबी यताको सब्जी फले अलि खासै देखे होइन तर फले किबी मजाले अनि यता खनेको पनि उता खन्ने कार्यक्रम भइराख्यो हा हजुर पक्नुस् ल एकैछिन किबी फलेको हाम्रो किबी पनि फले मजाले आऊ आऊ लिन आऊ आऊ के आऊ लिन आऊ यसरी चाहिँ ल्याउ न चिसो पानी ल्याऊ बाबु मेरो भान्जो ए हामी त यस्तो गर्मी पनि भाइले यास भयो भने यस भयो भने भने जस्तरी यहाँ सुन्तला रोप्ने ए केही हो गडौला पनि छ ल सुन्तला अहिले यत्रो छ भोलि ठुलो भएर फलेर हजुरहरूलाई पनि यहाँ आदि खोला गाउँपालिका वडा नम्बर 1 मा हामीले बेच्न काम हुन्छ म चाहिँ क्यामराम्यान तर काम गर्छु नि म पनि फेरि अनुहार देखाउनु हुँदैन कि घामले डरेर बिजोग भएछ अनुहार देखाउनु हुँदैन नदेखाएकै राम्रो छ हामी त ठिक छ कालो भयो भने हामी ठिक छ